माननीय धर्मकेसीज्यूसँग चाहिँ मेरो प्रश्न चाहिँ यो राष्ट्रिय गौरवको आयोजना मध्येमा पर्ने यो मध्य पहाडी लोकमार्गको सुन्दर बजार र भोर्लेटारको यो सडक खण्ड धेरै लामो समयदेखि विवादमै रहिरहेको छ। यस विषयमा चाहिँ यही विवादका कारणले चाहिँ जुन हुनुपर्ने विकास भएको छैन, यो चाहिँ कहिले चाहिँ निकास पाउँछ अथवा यो बाटो यही हो, रुट यही हो भनेर कहिले टुङ्गिन्छ र हामी मध्य पहाडी लोकमार्गको बाटो चाहिँ कहिले हिँड्न पाउँछौँ माननीयज्यू? संजोग लामिछाने भोर्लेटारबाट तपाईँकैतिर पर्यो यो? भोर्लेटार मध्य नेपाल नगरपालिका। ओके, उहाँले त्यहाँबाट पठाएको प्रश्न के छ भने मध्य पहाडी लोकमार्ग अन्तर्गत सुन्दर बजार भोर्लेटार सडकको विवाद कहिले टुङ्गिन्छ, हामीले कहिले व्यवस्थित सडक पाउँछौँ भन्नुभएको छ। यसको यो विवाद धेरै लामो समयदेखिको विवाद होइन। यो लगभग 1800 किलोमिटर यो मध्य पहाडी लोकमार्ग अन्तर्गतको हाम्रो लमजुङ जिल्लामा 2टा ठाउँमा विवाद छ। अब त्यो विवाद भएकोले मैले पटक पहिला 5वटा सचिवसँग हुन्छ नि हाम्रो पूर्वाधार, त्यो बेलामा भौतिक पूर्वाधार मन्त्रालय भनौँ, त्यो मन्त्रालय, त्यसपछि सडकको डिजीहरू भइसक्नुभएका र केही कानुनका ज्ञाताहरूसँग मैले 5-6 पटक उहाँहरूसँग कुरा गरेँ, मन्त्रीसँग पनि 3-4 पटक कुरा गरेँ। अब यो अनि के रहेछ भनेर मैले कुरा गर्दाखेरि त्यसमा यो हामी निर्वाचन फागुनको निर्वाचनभन्दा अगाडि नै यो असोज 21 गतेतिरै उहाँहरूको म्याद सकिसकेको रहेछ ठेकदारको। अनि त्यसपछि अब के गर्न सकिन्छ, यो मैले ठेकदारलाई पनि 3 पटक उहाँलाई मन्त्रालयमै बोलाएर, सिंहदरबारमै बोलाएर, अनि त्यो मध्य पहाडी लोकमार्गको निर्देशनालयमै बोलाएर तपाईँले किन बनाउन सक्नु भएन, के भयो भन्दा चाहिँ यहाँबाट अदालतमा मुद्दा गएको छ यहाँको स्थानीयवासीको। अनि त्यसपछि यसमा के भन्छ, हामीलाई बनाउन लाग्यो भने स्थानीयले हामीलाई झम्टिनै आउँछन् हुन्छ नि, त्यो भन्नुभयो। अनि त्यसपछि मैले स्थानीयसँग नै आएर सल्लाह गरेँ, हजुरले फिताको नाप्ने भन्ने कुरा गर्नुभयो नि, हो त्यही बेलाको हुन्छ त्यो चाहिँ के कतिको घर पर्दो रहेछ, तपाईँले कति बेला फिता बोक्नुभयो थाहा हुन्छ हजुर हो। अनि त्यो भएपछि घर कतिवटा जाँदो रहेछ भने घर त त्यो 3-4वटा घरको सामान्य पेटी जाने रहेछ, अनि समस्या रहेनछ होइन। अनि तर उहाँहरूले रगत पसिना बगाएर किनेको घर घडी चाहिँ जान भएन, 25-25 मिटरको त्यो मापदण्ड चाहिँ हामीले पुरा गर्नुपर्छ भनेर। अनि त्यसपछि अहिले त्यो ठेक्का बढाउनलाई ठेकदार इन्ट्रेस्ट देखिनु भएन, उहाँले घाटा हुन्छ जस्तो कुरा गर्नुभयो। त्यसपछि ठेक्का रद्द गरेर अब त्यो अदालतको प्रक्रिया हुँदै गर्दा स्टे अर्डर छैन, स्टे अर्डर नभएपछि हामीले नयाँ ठेक्का लगाउनु पाउँछ। र अहिले मन्त्रालयले त्यो कुरामा हुन्छ नि अब प्रक्रिया अगाडि बढाइसकेको छ। यो बाटो जसरी पनि जति सक्दो यथाशक्य छिटो बनाउनुपर्छ भनेर त्यो हामीले बनाउनै पर्छ। यो देशकै लाइफलाइन हो यो होइन। त्यसलाई चाहिँ हामीले मेरो घर अगाडिको बाटो बिजोग हुँदाखेरि मैले त्यो यसले विकास गर्छ भनेर जनतालाई विश्वास नलाग्न सक्छ क्या, त्यो भनेकोले त्यो बनाउनै पर्छ। र यो हाम्रो राष्ट्रिय कहिलेसम्म यो व्यवस्थित सडक पाउँछौँ भन्नुभएको छ, एउटा केही टाइमलाइन होइन? यो मैले मन्त्रीज्यूसँग नै बसेर कुरा गरेँ। मन्त्रीज्यूले चाहिँ अब यो वर्ष ठेक्का लागेर कति ठाउँमा चाहिँ भोलेटार उता रुखको समस्या रहेछ होइन, जङ्गलको कारणले। अब त्यो जङ्गलको नि अहिले समस्या समाधान लगभग भइसक्यो, अब त्यता पनि ठेक्का लाग्छ। र यता यो आर्थिक वर्षभित्र त्यो बाटो जस बन्ने क्रम सुरु हुन्छ भनौँ न, अब यो आर्थिक वर्षभित्र चाहिँ सुरु हुन्छ। अर्को तपाईँलाई नै प्रश्न सोध्नु भएको छ, स्वाभाविक रूपमा निर्वाचित भएपछि धेरै प्रश्न जनताको तपाईँतिरै तेर्सिन्छ। मलाई लाग्छ यो 2/3 सरकारले यही गर्छ भनेर हामी काङ्ग्रेस भयो नि भोट दियौँ, तर केही गर्न सकेन, यसमा दुखेसो छ। यज्ञ प्रसाद घिमिरेले के प्रश्न सोध्नु भएको छ भने 2/3 सरकारलाई विकास र समृद्धिका लागि मत दियौँ तर अपेक्षा अनुसार काम भएन, सरकार असफल हुनुको कारण के हो भन्नुभएको छ। तथापि अब सरकार असफल भइसक्यो भन्ने निष्कर्ष निकाल्ने बेला त मलाई व्यक्तिगत रूपमा चाहिँ भएको छैन जस्तो लाग्छ। तर खुट्टी देख्दा चाहिँ त्यो हाम्रो गाउँतिर एउटा झ्याप्पी चरा भन्ने हुन्छ क्या, त्यो झ्याप्पी चराले चाहिँ के भन्छ अरे भने, अनि एउटा पिर्रेको हावा नुहाएर आएपछि आमा आज त मैले पिर्रेको हावा नुहाएँ नि भन्छ अरे। अनि आमाले पनि नानी तिम्रो खुट्टी देख्दा चाल पाएँ भन्छ अरे। त्यो खुट्टी चाहिँ देखिन थाल्यो हो र होइन? खुट्टी भन्नाले विकास सरकार कतिको हुन्छ नि सिरियसली नागरिकको समस्या समाधान गर्न योजना बनाउन लागिरहेको छ भन्ने चाहिँ त्यो 4.5 महिनामा सरकारले गरेको कामहरू हुन्छ नि। हजुरले आफै भन्नुभयो, हामीले सबै राजनीतिक पार्टीहरूसँग सल्लाह गरेर तपाईँहरूको घोषणापत्र पनि अब हामी त अब जनप्रतिनिधि भने यहाँ लमजुङको सबै पार्टीको जनप्रतिनिधि हो, म सबै क्षेत्रको जनप्रतिनिधि हो। त्यो भएकोले सबैसँग सहकार्य गरेर गर्नुपर्छ भने सरकारले 100 वटा बुँदामा हुन्छ नि 100 दिनभित्र गर्ने काम भनेर
ल्याइसक्यो। त्यसपछि अहिले हामीले बजेटमा पनि कसरी काम गर्नुपर्छ भनेर सबैसँग सरसल्लाह गरेर अगाडि बढिरहेका छौँ र अहिले भर्खर भने जस्तै 4.5 महिनामा उथलपुथल हुँदैन, तर 4.5 महिनामा हामीले गर्न सक्छौँ, गर्छौँ भन्ने कुरा हुन्छ नि। हाम्रो सरकारले त्यो देखाइसकेको छ, बाटो देखाइसकेको छ। यदा कदा आउने समस्याहरू हुन्छन् होइन, कति कुराहरू त्यो कस्तो भन्दा अन्तर्राष्ट्रिय कुराहरूले पनि हुन्छ नि, त्यो घटनाहरूले पनि त्यसलाई प्रभाव पार्ने कुरालाई लिएर सरकार असफल भयो भन्न खोजिन्छ होइन। तर त्यसमा सरकारले अहोरात्र खटिएर काम गरिरहेको नि हजुरहरूले पनि देख्नुभएकै छ होला। त्यो आज आउने रिजल्ट भोलि आउला, तर हामी गरिरहेका छौँ र यसमा चाहिँ कुनै पनि कस्तो भन्दा सबैभन्दा कुरा चाहिँ नीति ठिक हुनु पऱ्यो र नियत ठिक हुनु पऱ्यो। त्यो हुन्छ त्यो। एकचोटि तपाईँलाई रोकेर त्यही प्रश्न हरिजङजीलाई सोध्छु ल। तपाईँले चाहिँ यो सरकारको यो तथापि अहिले सरकारको पूर्ण मूल्याङ्कन नगरौँ, तर जसरी उसको नीति तथा कार्यक्रम आयो, बजेट आयो, सय प्रशासकीय सुधारको कार्यक्रम आएर जे विषय अहिले बाहिर आइरहेछ नि, म चाहिँ गोर्खा जिल्लाको सन्दर्भले चाहिँ कहिले हिजोसम्म मलाई अलिक तनाव भइरहेको थियो, किनभने मेरो माननीयले चाहिँ भोट फिर्ता लैजाऊ भनिदिनु भएको छ। तर हिजो उहाँले कस्तो मजा जवाफ दिनु, मैले मेरो आफ्ना मान्छेसँग त जिस्किने पनि पाउनु पऱ्यो नि, नेता पनि त मान्छे त हो नि फेरि होइन। त्यो भने पछाडि चाहिँ मेरो धेरै प्रश्न उहाँसँग रहेन। तर सरकार जुन बाटो गइरहेको छ, जसरी जानु पर्थ्यो, जनताले जे अपेक्षा गरे, हामी विरोधी राजनीतिक दल मात्रै नबनौँ न त होइन, सचेत नागरिकका रूपमा चाहिँ तपाईँले चाहिँ तपाईँको मूल्याङ्कन चाहिँ कस्तो छ? साँच्चै नै अब यो कुनै पनि सरकारको चाहिँ त्यो सरकारको चाहिँ तपाईँले अघि खुट्टी देखेँ भने जस्तै त्यसको मापन गर्ने आधार चाहिँ के छ हाम्रोमा अलिक के छ भने 100 दिनको चाहिँ एउटा चाहिँ दिनभित्र गरेको कामको चाहिँ आधारमा मूल्याङ्कन गर्ने भन्छ। यद्यपि उहाँहरूले अब 100 दिनको 100 दिनमा 100वटा चाहिँ प्रशासनिक कामको सुधारको रूपमा पनि पहिले नै हामी गर्छौँ भनेर वाचापत्रमा उहाँहरूले पहिले पनि चाहिँ घोषणा गरेर जानुभएको। तर तब कुनै पनि सरकार त्यो 100 दिन त एउटा टाइम फ्रेम होला, तर त्यो सरकार सफल हुने कि नहुने भन्ने कुरा चाहिँ एउटा त्यो चाहिँ सरकारले ल्याएको नीति तथा कार्यक्रमले थाहा पाउँछ एउटा। दोस्रो उसको चाहिँ अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ त्यो एउटा मेजरमेन्ट गर्न सकिन्छ। तेस्रो कुरा चाहिँ उसले चाहिँ स्टेट क्राफ्टलाई कसरी चाहिँ उसले चाहिँ ह्यान्डलिङ गर्छ, कसरी विश्वास गर्छ, जस्तै शक्ति पृथकीकरण सिद्धान्तलाई कसरी एप्लाई गर्छ, दैनिकी रूपमा उपभोग्य चाहिँ जति नै चाहिँ तपाईँको चाहिँ उपभोग्य जनजीवित कुराहरू तिनलाई कसरी उसले चाहिँ डेलिभरी दिन्छ भन्ने कुरामा 3-4वटा आयाममा हामीले हेर्ने हो भने करिब करिब यो सरकार असफल हो, पुरै असफल। किन भनेको पुरै असफल भन्ने चाहिँ बेला भइसक्यो। करिब करिब म त्यो सम्बन्ध नपुगाउँ, तर के संयोजकले मेसेज पठाउनु भएको छ उनीहरूले 48 घण्टामा सरकार परिवर्तन गरे? मैले भने तपाईँलाई 3-4वटा इन्डिकेटर बेसमा हामीले एनालाइसिस गर्ने हो भने यो सरकार चाहिँ असफल उन्मुख जाँदैछ कि भने। यद्यपि त्यसमा सबैबाट चिन्तित म किन भन्दाखेरि बालेन सरकार, बालेन व्यक्तिगत हिसाबले सबैभन्दा सफल प्रधानमन्त्री हो इतिहासमै, गिनिज बुकमा नाम लेख्न सक्नुहुन्छ उहाँले, सकियो पनि। 3 वर्ष महानगरपालिका मेयर, त्यसपछि सिधै प्रधानमन्त्री। त्योभन्दा अगाडि कुनै राजनीतिक पृष्ठभूमि छैन। हेर्नुहोस् मलाई त्यो त धर्मजीकै हेरे नि भयो नि, उहाँ नि यहाँ राजनीति गरेर विद्यार्थी कालमा मुर्दाबाद भन्नुहुन्थ्यो।